जुन आन्दोलन 15 गतेको जुन आन्दोलन थियो त्यो आन्दोलनमा हाम्रा राष्ट्रिय नेता धवल शमशेर महामन्त्री धवल शमशेर राणाज्यू र रविन्द्र मिश्राज्यूको चाहिँ आन्दोलनमा उहाँलाई जुन के भन्छ उहाँलाई समातिएको छ, झुठो आरोप लगाएको छ कि पत्रकारलाई हत्यामा उहाँको हात छ। तर त्यो हात उहाँको होइन, त्यो गलत निर्देश, त्यो प्रहरीकै र पत्रकार भाइलाई नै प्रहरीद्वारा नै उहाँको चाहिँ आम घेरा घेरेर आँसु ग्यास छोडेर अनि उहाँको हत्या भएको छ। त्यो उहाँले चाहिँ पत्रकारले भाइ अब एसपी साहेबलाई आइजिपीलाई सम्पूर्णलाई उहाँले जानकारी गराउँदै पनि अब उहाँहरू पुग्नु भएन। आँसु ग्यासबाट आगो लाग्यो कि प्रहरीले आगो लगायो, हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै त्यसमा समावेशीकरण छैन। माथिबाट आँसु ग्यासको मतलब हो साइडबाट दिने, तर उहाँले मकानको छतबाट चाहिँ आँसु ग्यास प्रहार भएपछि उसको आएको दूरी माथिबाट तल झर्ने हुन्छ, तलको दूरीमा तलबाट माथि झर्छ, गएर तल झर्छ। पानीको पनि त्यस्तै छ। अब तिनीहरूको ग्रुपिङ यो अहिलेको जुन सरकार छ ओलीजीको सरकारको द्वारा उहाँको कर्तृत्वबाट यो चाहिँ सम्पूर्ण कुरालाई भुतङ भारेर यो आन्दोलन नहोस्। हाम्रो देशमा नेपाल राज्यमा सरकार हाम्रो चाहिँ राजा नआओस्, उहाँको भावना त्यो छ। तर हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको त्यो भावना छैन। हिन्दू राज्य कायम गरौँ र पूर्ण राजालाई स्थापना गरौँ। यो देशमा धेरै विखण्डित भइरहेको छ। अहिलेको आन्दोलनमा जुनसुकै पार्टीको चाहिँ वर्चस्व त्यति छैन, सबैमा अधङ बधङको कुरा भएको छ, काटफिस कुरा भएको छ। यो जुन अहिले संहिता छ यो संहितामा चाहिँ सम्पूर्ण पार्टी प्रतिनिधिद्वारा काम भएको छैन। बरु यो संहिता नभएको दिन सचिवकै माध्यममा हुँदाखेरि सम्पूर्ण पार्टी दलगतद्वारा गाउँपालिका नगरपालिकामा काम हुन्थ्यो र यो भइसकेपछि पार्टी प्रतिनिधि आफ्नो आफ्नो हिसाबले काम गर्छ। गाउँघरमा तपाईँ हेर्नुहोस्, जुनसुकै चाहिँ पार्टीले जुन जितेको छ त्यो आफ्नो हिसाबले काम गरिरहेको छ। यसमा पनि धेरै त्रुटि छ। अब त्यो त्रुटिको हिसाबमा जाने हो भनेदेखि यो संहिता खारिज गर्नै पर्छ। हाम्रो प्रधानमन्त्रीको जुन चुनाव हुन्छ त्यो चुनाव आम जनताबाट त्यो चुनाव हुनु पर्यो। हाम्रो पार्टीको सम्पूर्ण माग छ आम जनताबाट प्रधानमन्त्रीको चुनाव होस् र राजाको स्थापना होस्। एउटा गार्जियन हामीलाई चाहिन्छ। अहिले यो देशमा जति पार्टी प्रतिनिधि बन्दै गयो त्यति गार्जियन हुँदै गयो। अब एउटा देशमा एउटा राजाले थाप्न नसक्ने अवस्थामा अहिले दुईटा चाहिँ के भन्छ हजुरको चाहिँ केन्द्रमा चाहिँ राष्ट्रपति भयो। अब त्यो राष्ट्रपतिको दुईटा राष्ट्रपति भयो, भोलि एउटा राष्ट्रपति हुन्छ, भोलि अर्को राष्ट्रपति हुन्छ। अब तिनीहरूकै खर्चमा यो देश चाहिँ नाघिन्छ। खर्च पुग्नेवाला अवस्थामा छैन। एउटा राजा थियो, अहिले चुरोट फ्याक्ट्री थियो, हजुरको चाहिँ कारखाना थियो, कपडा उद्योग थियो, चिनी मिल थियो, यो चाहिँ धेरै किसिमका कुराहरू थियो राष्ट्रमा। त्यो रोडै बनेको छ, त्यो सबै त सरकारकै पालामा गयो। अहिले चुरोट फ्याक्ट्रीमा अहिले चाहिँ संहिताको चाहिँ प्रदेशका हाम्रा 2 नम्बर प्रदेशका चाहिँ सम्पूर्ण मन्त्रीगणहरूको चाहिँ बास बसेको छ। त्यहाँ चाहिँ चुरोट फ्याक्ट्री हुँदाखेरि किसानहरूले चाहिँ भोजनको समस्या हुन्थ्यो। उसले चाहिँ उखु खेती लगाउँथ्यो, सुर्ती खेती लगाउँथ्यो। त्यो सुर्ती खेतीबाट उहाँहरूको जीवन जीविका चल्थ्यो। तर अहिले त्यो पनि खत्तम भयो। जुट कारखाना पनि खत्तम भयो, सिमेन्ट कारखाना पनि खत्तम भयो, कपडा उद्योग पनि खत्तम भयो। त्यसमा चाहिँ हजार मान्छेको चाहिँ जीवन जीविका चल्थ्यो त्यतिखेर। अहिले त्यो सब सखा भएछ। हजुरको चाहिँ ललिता काण्ड भयो। अब यस्तै चाहिँ विभिन्न देशमा काण्ड हुँदै गइरहेको छ। ठुलो ठला जसको लाठी उसैको भैँस भनेको एउटा नारा छ। त्यो नाराले हामी यो मधेस मुलुकलाई, हाम्रो यो नेपाललाई क्षति भइरहेको छ। त्यो क्षति रोक्नको लागि एउटा गार्जियन घरमुलीको आवश्यकता छ। त्यो घरमुली हामी चाहिँ राजालाई मानेका छौँ। राजा स्थापित हुनै पर्यो, यो संहिता खारिज हुनै पर्यो, अनि हाम्रो यो देशमा शान्ति हुनेछ। न त अमन चमन शान्ति हुनेको छैन। यो चाहिँ भेदभाव जातिको पनि हरण भएछ। जातिको स्थापना मतलब आज हेर्नुहोस्, आज हाम्रो छोरा हो, अरूको छोरी छ,
उहाँसँग विभेद यो जातिपातिको चाहिँ भेदभाव पनि सकायो। धर्मको निष्पक्ष हुन गइरहेको छ। जातिपात धर्म हुँदाखेरि आज हिन्दूको पर्व छ, आज मोबाइलमा लगाउनुहोस्। अब उसको पनि धर्मको रक्षाको लागि यसले भनिरहेको छ, हाम्रो धर्मको रक्षाको लागि भनिरहेछ। त्यस्तै चाहिँ जातिभाव भेदभाव हटाउनु पर्यो। भेदभाव हटाएर आफ्नो आफ्नो जातिमा सम्बन्धी करकुटुम्ब हुँदाखेरि एउटा अर्कै किसिमको प्रभाव पर्छ। तर यो समाजमा सबै विकृति गइरहेको छ। यो विकृति सबैको धर्म संक्षेप नहोस्, धर्म सबैको धर्मको रक्षा होस्, त्यो चाहिँ हाम्रो पार्टीको भनाइ छ। अब हाम्रो धवल शमशेर राणाज्यू र हाम्रा चाहिँ रविन्द्र मिश्राज्यूको अहिले जुन घेरामा राखेको छ 5 दिनको म्याद उहाँलाई थापेको छ। अब त्यो उहाँलाई छोड्नु भएन भनेदेखि फेरि केन्द्रबाट हामीलाई आउँछ। यो आज चाहिँ फेरि आन्दोलन गर्ने हो भनेदेखि फेरि आन्दोलनतिर हामी लाग्छौँ। हिजो पनि हामीहरू हरिजनमा गएर मसाल जुलुस गरे। त्यस्तै चाहिँ 77 जिल्लामा मसाल जुलुसको नारा भएको छ, मसाल जुलुस लगाएको छ, नारा लगाएको छ। राजा लाऊ देश बचाऊ, हाम्रा महामन्त्री र हाम्रा केन्द्रीय महामन्त्रीबाट महामन्त्री र रविन्द्र मिश्राज्यूलाई छाडोस्। नछाड्नु भएन भनेदेखि हाम्रो आन्दोलन जारी नै हुनेछ। केन्द्रको हिसाबले हामी अगाडि बढ्छौँ। केन्द्रले जुन सजेसन दिन्छ त्यो सजेसनमा हामी जान्छौँ। आज नेपाली जनताकै नै पुत्र हो, प्रहरी कसको पुत्र छ? नेपाली जनताकै पुत्र हो। तर यो चाहिँ अहिलेको जुन सरकार छ उसले प्रहरीलाई तनाव लगाएर फलानालाई समात, फलानालाई गोली हान, त्यही गोलीको आक्रमणले नै हाम्रा पत्रकार भाइ बन्धु खसेको छ। हाम्रो चाहिँ गोली बन्दुक जनताबाट ल्याउने कुरा होइन। यो त सबै अहिलेको सरकारको नेतृत्वले गर्दा यो चाहिँ छिनभिन मान्छेलाई पारेर उनीहरू एक ठाउँमा भेला नहोस्, बढी मान्छे देखा नपरोस् कि यो हाबी भइरहेछ, म त राजाको ल्याउने हाबी नहोस्। उहाँको भनाइ चाहिँ अहिलेको सरकारको भनाइ त्यो छ। त्यो कदापि हुनु हुँदैन। संस्था बाँचोस्, सबैको काम होस्। र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि भनाइ उयो हो, मतलब जनताबाट चाहिँ प्रधानमन्त्रीको चुनाव होस्, एउटा हाम्रो गार्जियन होस्। हाम्रो नारा यही हो। चुनावतिर भाग लिन्छौँ, चुनावतिर भाग लगाउँछौँ, केन्द्रको हिसाबले हामी जाने हो। चैत 15 को आन्दोलनमा सरकारले सेना पनि परिचालन गरेको देखियो। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? सेना परिचालनको विषयमा सेना त हाम्रो भाइ बन्धु हो, प्रहरी हाम्रो भाइ बन्धु हो। अब प्रहरीबाट चाहे त्यो आन्दोलन रुकेन, सरकारको द्वारा आन्दोलन चर्कियो, तर त्यहाँका भाइ बन्धुले राजा लाऊ देश बचाऊ, सेना आऊ देश बचाऊ भन्ने सम्बोधन नारा लगाएपछि सेनाका प्रमुखज्यूले चाहिँ सबैलाई हात बटोरेर, ए बाबु तिमीहरू जाऊ, हामीले अब हाम्रो हातमा बागडोर लिइसकेका छौँ, अब केही हुँदैन, शान्ति हुनै हुन्छ, अब सबैजना घर जाऊ, घर जाऊ, घर जाऊ, घर जाऊ भनेर नारा लगाउनु भयो। सबै भाइ बन्धु इष्टमित्रलाई उहाँले सबैलाई शान्त गरेर सबैलाई घरतिर पठाइदिनु भयो, आफ्नो आफ्नो डेरातिर जाऊ। उहाँको भावना यो छ। सेना चाहिन्छ देशमा, तर सेनाको काम हो शान्ति गर्ने। जनताको जता झुकाव हुन्छ त्यतातिर सेनालाई आकर्षित गर्ने कुरा देखिरहेको छु हामी। अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्तमा राजा ल्याऊ देश बचाऊ, हिन्दू राज्य कायम गर, त्यही नारा छ हाम्रो। ल, धन्यवाद सर। देश बचाऊ, जय राष्ट्र, जय जनता, जय मित्रगण, हाम्रो यही नारा हो राष्ट्रिय प्रजातन्त्र पार्टीको। धन्यवाद, नमस्कार। नमस्कार।